हेलो गाइस, वेलकम टु माई न्यू ब्लग हैन। आज चाहिँ म भर्खर मुखसुख धुएँ। म चाहिँ आज जङ्गल घुम्न आएको छु। मुखहरू यहाँ कुवामा मुखहरू धुएँ हैन। मुखहरू धुएर अब म माथि जनावरहरू यसो भेट्छु कि हरिङहरू हैन, हरिङहरू भेट्छु कि भनेर म जाँदैछु हेर्नुको लागि। म माथि आइपुगिसकेँ। अनि म चाहिँ आज घरमा अल्छी लागेर अल्छी लागेर म चाहिँ आज हावा खान आएको। अनि गर्मी भयो क्या, धेरै गर्मी भएर अनि मैले सर्ट चाहिँ खोलेर यहाँ राखेको छु मेरो डालोमा हैन, साइकलको डालोमा गाइस। अनि म चाहिँ अब भेस्ट बेकार हिँडिँदैछु, भेस्ट खोलेको छु मैले हैन। नरिसाउनु होला तपाईँहरू, गर्मी अहिले हजुरहरूलाई पनि थाहा नै छ गर्मी धेरै छ भनेर। अनि म चाहिँ यसो भिडियो बनाउँदै हिँडौँ न भनेर यसो भिडियो बनाउँदै जाँदैछु। तर बाटो पो यता होला हौ, यताबाट जाऊँ कता पुगिन्छ। तर जता पुग्यो नि घरै पुग्यो भने भयो हैन, जताबाट गयो नि घर पुग्यो भने मलाई भयो, हराउनु चाहिँ नहराम। अनि अहिले फेरि हात्तीको मारामारी छ, हात्तीहरू धेरै आएको छ जङ्गलमा। अनि भरे फेरि मलाई भेट्यो भने त मार्छ हात्तीले हैन। अनि हेर्नु सक्नुहुन्छ आजको मेरो न्यू भ्लग। अनि म चाहिँ आज हरिङ खोज्दैछु, जनावर भेट्छु कि भनेर, जनावरहरूको पनि भिडियो यसो ल्याइदिउँ न भनेर म चाहिँ आज आएको छु। तर कता हो बाटो बिर्सेँ मैले गाइस। अब यता सबैतिर बाटो छ, हेर्नु सक्नुहुन्छ। यता जाने बाटो पनि छ, अनि यता तल जाने बाटो पनि छ। तर कता हो म जानुपर्ने हुन्छ, कता म जानुपर्ने हुन्छ यता 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 यता। मेरो घर त उता हो हैन। यताबाट कहाँ पुगिन्छ, त्यो बाटो जाऊँ, यो बाटो कता पुगिन्छ जाँदै गरौँ। तर यहाँदेखि छिर्नुपर्छ होला हौ घारी। म चाहिँ घारी जाँदैछु। अब आच्छा पोलो केले पोलियो, कहाँ छिरेँ फेरि म गाइस। म अड्के हिँड्नुपर्ने भयो होइन। अनि सरी त्यसको लागि। ला मेरो ब्याट्री पनि लो भयो फोनको। कसले बोलाउँछ हौ, सर्साउँदैछ क्या मलाई। अनि अब म यता जान्छु माथिबाट फर्किनु पर्ने हुन्छ। म अब माथि जाउँ गाइस हैन। अब माथि गएर फर्किन्छु म, उतैबाट झर्छु म। यो बाटो त फर्किँदिनँ, यो बाटो साइकल कुदाउनु सकिँदैन रहेछ क्या। अनि फर्किनु पर्ने हुन्छ गाइस हैन। तर मैले आज जनावर भेटिनँ गाइस, त्यसको लागि सरी। कुनै दिन देखाउला जनावरहरू पनि हैन, त्यसको लागि पर्खिनुहोस् होला। तर अहिले कहाँ आइपुगेँ म कन्फ्युज भइरहेको छु क्या, यो कुन बाटो हो, कहाँ आइपुगेँ। यहाँ हेर्नु सक्नुहुन्छ दाउराहरू कति लडिरहेछ उपर होइन। अनि यो चाहिँ मोरङको बेलबारी भन्ने ठाउँको जङ्गल हो। म चाहिँ जङ्गलदेखि धेरै भित्र आइसकेको छु होइन, धेरै भित्र माथि आइसकेको छु। अब घर फर्किने बेला हुन्छ, घर फर्किनु पर्ने हुन्छ म। तर म यहाँ जनावरको खोजीमा छु मेन चाहिँ गाइस, हजुरहरूको लागि जनावर भेट्छु कि भनेर, जनावरलाई यसो भिडियोमा ल्याइदिनु न भनेर हिँडिरहेको छु। म मिहिनेत गरिरहेको छु, देखेछु भने म भिडियो बनाएर हालिदिउँला, हजुरहरू नि हेर्नुहोस्, मजा लिनुहोस् होइन। अनि अब भेटिएनछ भने चाहिँ नरिसाउनुहोस्, कुनै दिन देखाउँला, देख्नुहुन्छ कुनै दिन तपाईँहरूले पनि। म ल्याउने छु जनावरहरूको पनि, हरिङको मृगहरूको हैन। अनि तर म भन्दै धेरै माथि आइसकेँ होइन। अब चाहिँ आफूलाई नि अलिअलि
डर त लाग्छ होइन। अब जङ्गलभित्र एक्लै हिँडिरहेछ यो मान्छे, के गर्नु हिँडेको होला। गाई अब यतादेखि झर्नु पर्ने हुन्छ, म त्यो बाटो झर्छु, म उता त जानु हुँदैन। अब यताबाट तलतिर मेरो घरतिर जाँदैछु म अब चाहिँ। तर जता हेरेँ त्यतै गणेश भगवान्को गुनै गु देख्छु म, त्यो भएर आफूलाई नै अलिअलि डर लागिरहेछ होइन। अनि अब म चाहिँ साइकलमा छु के गाइज होइन। साइकलमा मेरो सर्टहरू चाहिँ यहाँ राखेको छु डालोमा। अनि म चाहिँ धेरै गर्मी छ नि त, अनि गर्मी भएर मैले सर्टहरू खोलेर मैले राखेँ। अनि त्यहाँदेखि यस्तो मलाई नै अल्छी लाग्यो। तर यहाँनिर गणेश भगवान्ले हेर्नु यहाँ दाउरा लडाइदिइरहेको रहेछ, दुई तिनवटा रुख पनि लडाइदिनु भएछ होइन। हेर्नु सक्नुहुन्छ त्यस्तो लाग्यो। अहिले हात्तीको धेरै डरमर्दो छ गाउँमा होइन। दिनको दिनै हात्ती गाउँमा निक्लिन्छ, बिगारहरू गरिँदैछ होइन। अनि उता चाहिँ मान्छे जङ्गल जाँदैछ होइन, जङ्गल जाँदैछ गाइस। उहाँ माथि हेर्नु सक्नुहुन्छ, दुईजना जाँदै हुन्छ जङ्गल, दुईजना मात्रै। म चाहिँ घरतिर झर्नुपर्ने हुन्छ गाइस होइन। घरतिर झर्दैछु। अब त गाउँ पनि देखियो जस्तै छ होइन। नजिक आइसक्यो नि त। तर म यताबाट डाइरेक्ट मेरो घर निक्लिने ठाउँमा, घर निक्लिने बाटै जान्छु म। यता माथि चाहिँ निक्लिँदिनँ, घर ठ्याक्कै मेरो घर अगाडि निक्लिने बाटो त्यही बाटो जानुपर्ने हुन्छ। धेरै घुम्नु हुँदैन नि त होइन। ल यसको लागि आजको भिडियो अब गाइस यति नै छ होइन। के हो, के कराउँदैछ? खतरा सुकेको रहेछ अरे यहाँ दाउरा सुकेको रहेछ गाइस होइन। तर कस्तो आज जनावरहरू आएको छैन त। जनावरहरू सबै मारेरै सकिसक्यो क्या हो सिकारीहरूले। नभए त्यतातिर आउँथ्यो जनावरहरू, यति हुलै आउँथ्यो, 15-20वटा 10-12वटा हुल हुन्थ्यो क्या जनावरहरू। म चाहिँ त्यस्तै भिडियो भेट्छु कि भनेर त्यही भिडियो बनाउँछु भनेर, त्यही भएर म घरबाट पनि निक्लेको त्यही सोचेर। तर भएन, भेटिनँ। कुनै दिन देखाउँला तपाईँहरूलाई जनावर पनि। उहाँ रहेछ गाइस, देखेँ। तर के हो, बाँदर हो कि जनावर हो? खोइ कुदी हिँड्दैछ त। ए गाइस बाँदर पो रहेछ, सरी। पर बाँदरको बच्चाहरू रहेछ होइन। ऊ 2-3वटा खेल्दैछ रुखमा। अनि मङ्की हाम पाल्दैछ माथिबाट मङ्कीहरू। यहाँ परको बाटोमा नि छ एउटा। अब तर अब गाइस होइन, मेरो भ्लग यस्तै छ, नरिसाउनु होला। तर कस्तो जनावरहरू नआएको हो क्या, सधैँ त्यतै हुन्थ्यो यार। ए
हेलो एभ्रिवान। म अब हजुरहरूलाई चाँडै नै मेरो घर गाउँको पनि भिडियो बनाएर म हाल्ने छु हैन। त आजको लागि अब यति नै भयो, नरिसाउनु होला गाइस हैन। ओके डन।